हामीको यो सुर्खेतको अगाडिको नाममा हामीले लेख्ने गर्छौं वीरेन्द्रनगर सुर्खेत, तर तपाईको आँखा अगाडि जसले यो वीरेन्द्रनगर बनाउनु भयो राजा वीरेन्द्रको शालिग तोडफोड गरिएको छ। हेर्नुस् त्यहाँ आँखा अगाडि सुर्खेतका जनताले त यो शालिग तोड्नेलाई भोडाल्नु भनेको त आफ्नो अस्तित्व मास्नु बराबर हो। त्यो भए हुनाले यो राजा वीरेन्द्रको शालिग पहिला जस्तो थियो त्यस्तै बनाइन्छ, यो इतिहास यहाँ पुनर्जीवित गरिन्छ। यो कुराका उद्देश्यका साथ आज म तपाईहरुको र अर्को कुरा, हामी कर्णालीबाट प्रतिनिधित्व गर्छौं, काठमाडौँमा जान्छौं, संसदमा आवाज राख्छौं, तर दुःख लाग्दो कुरो तपाईहरुले चुनाव जिताएर पठाएका मान्छे कर्णालीमा बजेट कम हुँदा बोल्दा पनि बोल्दैनन्, तपाईहरुको आवाज सुन्दा पनि सुन्दैनन्। अस्ति मात्रै कर्णालीको कुरामा हामीले झापाको क्षेत्र नम्बर केपी शर्मा ओलीज्यूको क्षेत्र नम्बर र धनुषाको क्षेत्र नम्बर 4 र 3 विशेष गरेर हाम्रो भौतिक पूर्वाधार मन्दिरको क्षेत्रमा 8 अर्ब पैसा जाँदा हाम्रो कर्णालीका 10 वटा जिल्लामा 7 अर्ब रुपैयाँ आयो। अनि यो विभेद भयो, यसको विरुद्धमा खडा हौं, यसको प्रतिवाद गरौं भन्दाखेरि यहाँ कर्णालीबाट जितेका कोही सांसद पनि उठेनन्। ती कर्णालीका सांसद हुन् कि काठमाडौँका कुनै कसैका चेला र रैती हुन्, त्यसको जवाब तपाईहरुले माग्नुपर्छ। आज हामीले सडक बनाउनु छ, जुम्लामा स्याउफल छ, डोल्पामा यार्सा गुम्बा छ। आज मात्रै कर्णाली प्रदेशमा 96 किसिमको जडीबुटी पाउँछ। आज मात्रै कर्णाली जलविद्युतको प्रचुर सम्भावना भएको क्षेत्र मात्र होइन, यो देशभरि 83,000 मेगावाट जलविद्युत क्षमता छ भने त्यसको 60% क्षमता कर्णाली प्रदेशले बिलोंस गर्छ। हामी स्वर्ग बन्न सक्छौं। यही तपाईको रारा ताल छ, सियो फोक्सुन्डो छ, रारा जाने बाटो आज पनि धुलाम्य छ। यो बाटो पिच गर, तिमीहरुको बाउको बजेट होइन भनेर संसदमा मैले बोल्दा कर्णालीका सांसदले मलाई साथ दिएन। तपाईहरुले त्यसैका लागि भोट हालेको। हामीले माबु हुँदै दैलेखबाट रारासम्म बाटो पुर्यायौं। यदि कर्णाली करिडोरलाई राम्रो बनायौं भने बिहान बल्टी यहाँबाट उठेर राराताल घुमेर बेलुका बल्टी सुर्खेत आइपुग्न सक्ने अवस्था हुन्छ। आज बिजुलीको कुरा छ, प्रचुर सम्भावनाका साथ आज जुम्ली जनताले जनमत नदिएको भए आज तपाईको सुर्खेतमा सम्म पनि राष्ट्रिय प्रसारण लाइन 132 केबी आउनेवाला थिएन। आज हामीले जुम्ला लिनुपर्छ भनेपछि त्यसको बाटो सुर्खेत पर्यो। कुलमान घिसिङ र हामी र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन तपाईको ऊर्जा मन्त्री भएको बेला 132 केबी विद्युत प्रसारण लाइनलाई हामीले जुम्लाको खलङ्गाको तलपट्टि रहेको उमगाडामा हामीले 132 केबी झन्डै 7 अर्बको प्रोजेक्ट लन्च गरिसकेपछि, त्यसको ठेक्का गरिसकेपछि बल्ल सुर्खेतमा अब 132 केबी को लाइन आउँदैछ। यही हो विकास। तपाईहरुका मान्छे त धेरै उपप्रधानमन्त्री भए, धेरै मन्त्री भए, अनि के गरेर बसेको? शेरबहादुर दाइले अलिकति केही भनिहाल्छन् कि भनेर डराएर बस्छन्। म आज पनि भन्छु, मैले गलत गरिन भने म कसैसँग पनि डराउन्न। मैले गलत गर्नु भएन, कसैसँग डराइन्न। आफ्नो कर्मले बनाएको कर्म हो, आफ्नो कर्मका साथ अगाडि बढिन्छ। यसका दुई मत छैन। आज दलीय राजनीतिमा त्यस्तो भएको छ। यही बाटोको कुरा टाढा जानु पर्दैन। आज जुम्लाको स्याउ हामी पिछडिएको हो। ल हाम्रो ठाउँमा भएको चीज नेपालको अन्य कुनै ठाउँमा ल भएर देखाऊ। यार्सा गुम्बा तिमीहरु कहाँ छ? हामीहरु कहाँ छ? ल हामीहरु कहाँ छ? शिलाजीत तिमीहरु कहाँ छ? हामीहरु कहाँ छ? स्याउ तिमीहरु कहाँ छ? हामीहरु कहाँ छ? तिमीहरु कहाँ छैन। आज पाँचौले छ? छैन। काँक्रे बिहार तिमीहरु कहाँ छ? यहाँ छ। बुलबुले तपाईहरु कहाँ छ? छैन। यहाँ छ। नेपालकै सबभन्दा ठुलो राराताल तिमीहरु कहाँ छ? छैन। हामीहरु कहाँ छ। सियो फोक्सुन्डो तिमीहरु कहाँ छ? छैन। हामी कहाँ छ। संसारको सबभन्दा सुन्दर ठाउँ कर्णाली छ। तर अहिलेसम्म कर्णालीमा समस्या एउटा मात्रै कुराको के हो भने नेतृत्व सही नभएका कारणले तपाईले चुनावमा जितेको मान्छे कहिले शेरबहादुर दाइको कार्यकर्ता, कहिले मान्यज्यूलाई भने मैले माओवादीका मान्यज्यू पनि हुनुहुन्छ। उहाँलाई त नेतृत्व गरेर जाउँ प्रचण्डजीको घरमा भने मैले। त्यतिखेर प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो।
बाटो भएन भने माओवादीका महेन्द्रबहादुर साईजीलाई भने तपाईँ नेतृत्व गर्नुहोस्, तपाईँको सरकार छ, हामी तपाईँका पछि पछि लाग्छौँ। कर्णालीमा बजेट भएन, बाटो भएन। आज मेरा दाजुभाइहरू बाटोमा गाडीमा चढ्दै गरेर यहाँका थोत्रा गाडी र कच्ची सडकका कारणले गर्दा मृत्यु भोग्नुपर्छ। आज हाम्रा दाजुभाइलाई हत्या गरिएको छ। यो हत्या हो, सडक दुर्घटना होइन। यस्तो बाटोको सुधार गऱ्यौँ मैले। म यहीँ बस्दै गर्दा यहीँ सुर्खेतमा 2069-70 सालतिर भर्खर पढ्दै गरेका दाजुभाइहरू, भर्खर लोकसेवा आयोगमा नाम निकालेका दाजुभाइहरू, नेपाल प्रहरीको असैमा नाम निकालेका दाजुभाइहरू, भर्खरको युवा दाजुहरू सुर्खेतबाट गाडी चढेर कालीकोटको कहाँ खस्यो? कालीकोटको हाम्रो पिलीको तल तपाईँको बिर्तामोडमा गाडी खस्दाखेरि रात दिनमा मरेर मृत्यु भयो। भर्खर अस्ति कालीकोटमा गाडी एक्सिडेन्ट भयो, सुर्खेतमा एक्सिडेन्ट भयो। आज के कारणले गाडी एक्सिडेन्ट भएको छ भने जम्मा एउटा कारण हो, यहाँको बाटो गतिलो छैन। त्यही भएर आज कर्णालीका जनताले दिउँसै मरेको जस्तो मृत्यु भोग्नु परेको छ। बाटो बनाऊ भने मैले मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बजेट हाल भने बाटो बनाऊ भनेर जाँदा माओवादीका सांसदले फोन स्विच अफ गरे। ज्ञानेन्द्र साईले फोन गरिहाल्छ, कराइहाल्छ, बरु फोन स्विच अफ गरेर बस्नु। दाजुभाइले आँखा चिम्म गरे, काङ्ग्रेसमा हडे, एमालेमा हडे, माओवादीमा हडे। खसी काट्यो भने फटाफट खसी काटेर खाया, गोडहप्पै मौन हालेर पठाइदियो होइन। गरे अहिले खुसी छन्, जानु त कोही दुखी छन्। अब त्यही मगन भुट्नु हाल्ने मान्छे मात्रै खुसी छन्, बेखुसी छन्। जुम्लाडा हामीले 3 गुणा 11,000 राखिदिएका छौँ, कोही दुखी छ। सुर्खेतको गाउँमा आज राष्ट्रिय प्रसारण लाइन छैन। तपाईँ जुम्ला जानुहोस्, आज गाउँमा राष्ट्रिय प्रसारण लाइन हामीले खोजिराखेका छौँ। आज बिजुली कहाँ पुग्यो? जुम्लामा मैले चुनाव लड्दै गर्दा टेलिफोन सम्पर्क गर्न सकिँदैन थियो। आज तपाईँको गाउँमा टेलिफोन हामीले पुऱ्याएका छौँ। तपाईँ पनि अहिले यहीँबाट कसैले भिडियो कल जुम्लामा गर्छु भने सबै गाउँमा नहोला, तर जुम्लाका 80% गाउँमा आज तपाईँलाई यहाँबाट भिडियो कल गर्न सक्नुहुन्छ। जुम्लामा भत्केका पुल बनाइयो, जुम्लाका दूर दराजमा गाडी पुर्याइयो। हुँदा जुम्ला र कालीकोट जल्ने मान्मको पुल, नागमको पुल यहीँ सुर्खेतका सूर्यबहादुर खड्काजीले बनाउनु भएको। त्यो क्वालिटी हिँड भयो भनेर भत्काइयो, फेरि उहाँले बनाइदिनु भयो। कहिले सुन्नुभएको थियो कर्णाली प्रदेशमा बनेको पुल भत्काएर 1.5 वर्षमा फेरि अर्को पुल बनाएर सुन्नुभएको थियो, तर जुम्लामा भयो यो वर्ष। तयार छ आफ्नो प्रधानमन्त्री आफै चुन्ने, संसदले होइन। तपाईँलाई अर्को कुरा भन्छु, प्रदेश ल्याएका छन्, माननीय भागा छन्, गाडी कुदाएका छन्, मोज मस्ती गरेका छन्। तपाईँ यहाँ सुन्नु, यही कर्णाली प्रदेशमा 8 वर्षमा 340 अर्ब पैसा आएछ। 340 अर्ब भनेको कति? 340 अर्ब भनेको 3 खर्ब 40 अर्ब पैसा आयो। 1 अर्बको एउटा फ्याक्ट्री मात्र लाउने हो भने 340 वटा फ्याक्ट्री लाग्छ। ल भन्नु, एउटा फ्याक्ट्रीमा 500 जनालाई मात्रै रोजगारी दिने भइदियो भए आज हाम्रो पैसा कति हुन्थ्यो? मिनिमम 1.5-2 लाख मान्छेले रोजगारी पाउँथ्यो। हाम्रो कर्णालीमा त्यति मान्छे त होला होइन। अब आज प्रदेश पालेर के भएको छ? मुख्यमन्त्री चेन्ज भयो, कति भयो थाहा छैन। मन्त्री भएका भएछन्, सांसद भएका भएछन्। हामीलाई त्यो पैसा ल्याएर हामीले हस्पिटल खोल्न सक्थ्यौँ, स्कुल राम्रो बनाउन सक्थ्यौँ, बाटो राम्रो बनाउन सक्थ्यौँ, कल कारखाना राम्रो बनाउन सक्थ्यौँ। त्यही भएर प्रदेश संरचना चाहिँदैन। स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेजी गर्ने, स्थानीय तह जिउका त्यौँ राख्ने, यही कुरामा तयार हो। अब हामीले यो लाइनमा जानुपर्छ। हामीले राजा चाहिन्छ भने धेरैले भने त्यही वंशवादमा जान लागि। राजा किन चाहियो भने हामीले राजा शासन गर्ने होइन, राष्ट्रपतिको ठाउँमा राजा चाहियो भनेको। आज रामचन्द्र पौडेल महामहिम राष्ट्रपतिलाई हामीले निर्वाचनमा भोट हालेको होइन भने राष्ट्रपतिको ठाउँमा राजा भयो भने जम्मा 2टा कुरा हुन्छ। हाम्रो राष्ट्रपति विदेश भ्रमण जाँदाखेरि हाम्रो इज्जत छ। राष्ट्रपति कसको? काङ्ग्रेसको। अहिलेको राष्ट्रपति कसको? नारा लाउँदा अहिलेको राष्ट्रपति कसको? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। 2टा प्रदेश संरचना खारेज गर्ने, 3टा राजा सहितको प्रजातन्त्र। 4वटामा यो देश हिन्दू बुद्धिस्ट र किराँतहरूको वैदिक सनातन हो। यो देश हिन्दू सहितको वैदिक सनातन हिन्दू राष्ट्र चाहिनुपर्छ। यो हाम्रो पहिचान हो। बास मुद्दा यति हो, अरू केही पनि होइन।
र भ्रष्टाचारका विरुद्धमा हामी एकजुट बनेर लाग्नुपर्छ। पूर्व पश्चिम उत्तर दक्षिणबाट लाग्नुपर्छ। अब सुर्खेतका जनताले पार्टी हेर्ने कि व्यक्ति हेर्ने? खै हात उठाउँ। पार्टी हेर्ने कि व्यक्ति हेर्ने? पार्टी कि व्यक्ति? त्यही भएर सबैलाई जाँदा जाँदै म भन्न चाहन्छु साथीहरू, आज अलि छोटो समय छ, तपाईहरुसँग धेरै यो भाषण गर्नुभन्दा पनि तपाईहरुसँग मेरो अपिल के छ, अनुरोध के छ, यो वीरेन्द्रनगरको इतिहास राजा वीरेन्द्रको शालिग हो। सबैले पहिला राजा वीरेन्द्रले बनाइदिया डिजाइन हो नि यो वीरेन्द्रनगर। आज राजा वीरेन्द्रले छुटाइदिएको जग्गामा यिनीहरूले आज मुख्यमन्त्रीको कार्यालय बनाएका छन्। त्यो भएको हुनाले सबैलाई एकपटक वरपर जाँदै भन्न चाहन्छु, दुई हातमा हात उठाउनुस् त। र प्रत्यक्ष निर्वाचित कार्यकारी